काठमाडौँ उपत्यकाको ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर 3मा अवस्थित प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्त्वले भरिएको एक अद्भुत स्थल इबीदह, जसलाई धेरैले बोझे पोखरी भनेर पनि चिन्ने गर्दछन्। शान्त वातावरण, हरियालीले घेरिएको यो दह केवल एक जलाशय मात्र होइन, यो आस्था र संस्कृति इतिहासको जीवित सम्पदा हो। काठमाडौँका प्रसिद्ध चार दह मध्ये एक इबी दह विशेष महत्त्व रहेको छ। उपत्यकाका चार दहहरूमा टौदह, नागदह, इबीदह र इन्द्रदह पर्दछन्। ल हजुरलाई नमस्कार, धेरै धेरै नमस्कार। मलाई चाहिँ नि एउटा हजुरले आएर चाहिँ नि प्रसन्न यो बोझे पोखरीको बारेमा सोध्नु भएकोमा धेरै धेरै धन्यवाद। यो बोझे पोखरी भन्ने चाहिँ त पछि भएको यो इबीदह हो। यो सत्ययुगमा इबीदह हो। यो हामीलाई थाहा छैन। यो परापूर्वत कालदेखिकै यो इबीदह रहेछ। इबीदहमा चाहिँ नि पहिलाका चाहिँ नि हाम्रा हजुरबा जुजुबाजेहरूले चाहिँ नि यसलाई चाहिँ नि इबीदहको रूपमा चाहिँ नि पूजाआजा गर्नु हुँदो रहेछ। पूजाआजा गरेर हाम्रो चाहिँ नि पाटनका वर्जाचार्यहरू आउने वर्षको एकचोटि चाहिँ नि आएर यहाँ तपाईँको पूजाआजा गरेर प्रसाद खाएर जाने हाम्रो चाहिँ नि यो चाहिँ नि पूर्व र उत्तर पश्चिमको कुनामा बसेर त्यो गेट भएको कुनामा बसेर पूजा गरेर अनि भोज खाएर जाने परम्परा हामीलाई थाहा थियो। त्योभन्दा अघिको हामीलाई थाहा भएन, हामीले थाहा पाएदेखिको कुरा। अनि पछि चाहिँ नि तपाईँको यहाँ चाहिँ नि हजुरबाहरूले भने सुनेअनुसार यहाँ चाहिँ नि हाम्रो जुन गोसाइकुण्डको महादेव हुनुहुन्छ नि, विष भाङ धतुरो खाएर चाहिँ नि यहाँ विराजमान गरेर यो पोखरीमा आएर छाल हालेर सुत्नु भएको थियो अरे गोसाइकुण्डको महादेव ऊ बेलाको इतिहासमा। अनि त्यो के भएछ अरे भने बिहान उज्यालो हुँदाखेरि यहाँ चाहिँ नि सुँगुर करायो। सुँगुर करायो भनेपछि चाहिँ नि यो सुँगुर कराएको ठाउँमा चाहिँ नि बस्न हुँदो रहेछ भनेर अनि एकान्तमा गएर चाहिँ नि गोसाइकुण्डमा विराजमान हुनुभएको भन्ने त्यो प्रशंसा चाहिँ नि हाम्रा हजुरबाहरूले भनेको कुराहरू मलाई अलिअलि ज्ञान भएको भएर मैले यो कुरा भने है। अब यो बोझे पोखरीलाई चाहिँ नि अब इबीदह हो, पछि बोझो भएर यसलाई बोझे पोखरी मात्रै भयो, बोझे पोखरीमै परिणत भयो। अहिले हामीले चाहिँ नि इबीदह प्लस बोझे पोखरी भनेर हामीले भनेका छौँ। पुराना पुस्ताका अनुसार यस दहको प्राचीन नाम इबीदह नै हो, जसले यसको ऐतिहासिक पहिचानलाई अझ विशेष बनाएको छ। वर्षौंदेखि स्थानीय बासिन्दा, भक्तजन तथा विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा यो पवित्र स्थल संरक्षण हुँदै आएको छ। इबीदहको प्रमुख विशेषता भनेको यहाँ हुने नाग पूजा हो। यहाँ विराजमान नाग देवताको नाम मुचकुण्ड महाराज रहेको विश्वास गरिन्छ। भक्तजनहरू टाढा टाढाबाट यहाँ आई नाग देवताको पूजा आराधना गर्दछन् र आफ्नो मनोकामना पूरा हुने विश्वास राख्दछन्। धार्मिक आस्था र श्रद्धाले भरिएको यो स्थल हरेक दिन भक्तजनहरूको उपस्थितिले जीवन्त बनेको देखिन्छ। दह परिसरभित्र विभिन्न देवी देवताका मन्दिरहरू स्थापना गरिएका छन्। यहाँ सत्यस्वरूप मन्दिर, सतीदेवी मन्दिर, सप्तऋषि, गौरा पार्वती, शेष नारायण, हनुमान तथा गणेश भगवानका मन्दिरहरू रहेका छन्। यी मन्दिरहरूले यस क्षेत्रलाई अझ धार्मिक र आध्यात्मिक केन्द्रको रूपमा परिचय बनाएको छ। भक्तजनहरू विश्वास गर्दछन् सच्चा मनले यहाँ दर्शन गरेमा आफूले चाहेको मनोकामना पूरा हुनेछ। पूजा गरेर हामीलाई केही सामान चाहियो भने बिहा व्रतबन्ध होइन, केहीलाई भाँडाकुँडा चाहियो भने यहाँ आएर पूजा गरेर ल मलाई भोलि यति यति सामान चाहिन्छ भनेर पूजा गरेपछि चाहिँ नि यहाँ चाहिँ नि भाँडा उत्पन्न गराएर राखिदिन्थ्यो। भनेको कुरो पनि पुग्छ, मतलब यहाँ आएर दर्शन गरेर यताउति पूजा गरेपछि भोलिलाई त्यो भाँडाकुँडा पनि हजुर प्राप्त गराएर राखिदिने। अनि आफ्नो काम सकेपछि अनि पछि सफा गरेर फेरि यहीँ ल्याएर राख्ने। यही बोझे पोखरीमा ल्याएर राखेपछि चाहिँ नि अनि त्यो अलग भएर बस्ने। त्यस्तो इतिहासमा त्यस्तो थियो होइन। यो इतिहासमा यो कुराहरू थियो। अनि एउटा ब्राह्मणैको कुरा गरौँ, नाग ब्राह्मणले सधैँ पूजा गर्ने, पूजा गर्दै जाने। एवं रीते पूजा गर्दा गर्दै एक दिन चाहिँ नि वृद्ध हुनुभयो बुवा वृद्ध हुनुभएपछि छोरालाई चाहिँ नि ल बाबु अब म सक्दिनँ, गएर पूजा गर्ने, सधैँ नियम पूजा गर्नुपर्छ है, गरेर जाऊ भनेर भन्दाखेरि सधैँ पूजा गर्दै जाने। एक मासा सुन दिनको दिने
एक मासा सुन दिनको दिनी गरेका थियो। आखिरमा त्यो लोभ चढ्यो त्यो छोरो चाहिने लोभ चढ्दाखेरि छोरा चाहिने यो सिँगै लैजाउन किन एक मासा मात्रै भनेर भन्दाखेरि त्यो नागलाई काटेर लगेपछि अनि नागले श्राप दिएको यो हाम्रो मुचकुन्द महाराज नाग हो। हामीले यहाँ राखेका छ यसलाई है। अनि श्राप दिँदाखेरि यहाँ के थियो भने यहाँ बाँस पिपल बाहुन यो एरियामा नरहोस् भनेर श्राप दिएको थियो अरे क्या। अहिले चाहिँ त कलियुग भएर सबै भयो। सन्चै हुनुहुन्छ? बस एकछिन यसो गफर हुनेहरू भयो। बोझे पोखरी भनेपछि परम्परा पोखरी हो यो। त्यो अघि बोझो हुन्थ्यो, बोझो घारी हुन्थ्यो अनि बोझे पोखरी अनि कतै अपप्रद भएर भोजे पोखरी भन्ने पारेका छन्। तर खासै बोझे पोखरी हो यो। र यो जब थियो यो पोखरी सुकिसकेपछि अनि यसलाई संरक्षण गरेर यहाँ एउटा यो मन्दिर मात्रै थियो, सतदेवीको मन्दिर थिएन, यो मन्दिर मात्रै थियो, अरू थिएनन्। अनि पछि गएर चाहिँ यो मन्दिर यो देवी सतदेवीको मन्दिर बनियो। त्यहाँबाट यो गौरा पार्वतको मन्दिर बनियो। त्यहाँबाट सप्तऋषिको मन्दिर बनियो, हनुमानको मन्दिर बनियो। यो एउटा सानो त्रिशुल थियो। यो त्रिशुल यसपालि पोहोर साउन 2082 साल साउनको 1 महिनामा भागवत राखेर यहाँ हामी सबै भएर चर्ना सङ्कलन गरेर अनि यो त्रिशुललाई गरेर यो त्रिशुल बनाएर पनि अस्ति उद्घाटन गरियो। यसमा उद्घाटन गरियो। अब यहाँ किनभने अहिले पनि भर्खरै यहाँ चाहिँ अलिकति सिद्धि प्राप्त भयो, कसैलाई सिद्धि प्राप्त भएर अस्ति पशुपतिबाट यो आरती ठुलो आरती पनि यहाँ भयो। 2-3 दिन आरती पनि भयो यहाँ। धार्मिक महत्त्वसँगै इभिदह स्वास्थ्य र सकारात्मक जीवनशैलीसँग पनि जोडिएको छ। हरेक बिहान बेलुका यहाँ योग तथा ध्यानका कार्यक्रमहरू सञ्चालन हुने गर्दछन्। शान्त वातावरण, चिसो हावा, प्राकृतिक सौन्दर्य बीच रहने यो योगले मानिसलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने विश्वास गरिन्छ। यहाँ महिला समूहलाई मैले राखिरहेको छु। श्री कृष्ण महिला समूह हाम्रो अध्यक्ष उहाँ हो होइन। अहिले पनि मैले चाहिँ श्री कृष्ण महिला समूह र श्री कृष्ण महिला समूह र हाम्रो यहाँ के पूजाहरू हुन्छ? अहिले ऊ छ 1 महिना लगाएको। अब आज चाहिँ 10 गते भयो। अब 20 दिन बाँकी छ। अब यसलाई पनि सम्पन्न गरेर हामी पठाइदिन्छौँ। इभिदहको संरक्षणमा स्थानीय महिला समूहको योगदान पनि निकै प्रशंसनीय छ। उहाँहरूले सरसफाई, संरक्षण र जनचेतनामूलक कार्यक्रम मार्फत यस क्षेत्रको पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ। त्यसै गरी स्थानीय बासिन्दा, वडा कार्यालय तथा विभिन्न सामाजिक संस्थाहरूको सक्रियताले यस संस्थालाई दिन प्रतिदिन अझ आकर्षक बनाउँदै गएको छ। आज इभिदह धार्मिक स्थल मात्र होइन, महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा पनि विकास भइरहेको छ। यहाँ आउने जो कोहीले पनि प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्त्वको अनुपम सङ्गम अनुभव गर्न सक्छन्। यद्यपि यस क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक बनाउन सरसफाई र वातावरण संरक्षणमा थप ध्यान दिन आवश्यक देखिन्छ। प्रकृतिको अनुपम उपहार, इतिहासको साक्षी, आस्थाको केन्द्र, पर्यटकको सम्भावना बोकेको यो पवित्र स्थल इभिदह। आउनुहोस् यसको संरक्षण गरौँ, यसको महत्त्वलाई संसारभर चिनाऊ, भावी पुस्ताका लागि यो अमूल्य सम्पदा सुरक्षित राखौँ।